This one sits here and whispers things to me. Now I got the devil inside. This one made a pig of me. This wall is crying, my guiding joy. The headache pill, the necktie on my bedroom door. So guys, hello guys, welcome back to my Suzy official vlog. आज धेरै दिनपछि फेरि मेरो न्यू डे न्यू भ्लगमा स्वागत छ। आज चाहिँ हामी टाबेलमा आएको छौँ। यहाँ म दिएर आएको छ। यो चाहिँ मेरो छोरा हाइ गरेर ल छिर्को पर्खा न नकुदा न छोराले यो के हो चिपाचुप भन्ने हो के भन्ने चिज पाएको भएर धेरै खुसी भएर कुदिरहेको छ। हामी चाहिँ आज यो चाहिँ हाम्रो माइन्स किन्नु भएन होला। आजकल यो धेरै नयाँ अर्कै फरक ड्रेसअप गर्न थाल्यो कि चाहिँ कहिले भेनाको टी सर्ट लाएर हिँड्छु, कहिले चाहिँ के गर्छु, कोही आज चाहिँ यस्तो बनाएर हिँडेछु। आफूले सके भेनाको टी सर्ट पनि हुनसक्छ। यसको ड्रेसअप मैले कहिले यस्तो देखेको थिएन। आज फर्स्ट टाइम चाहिँ ड्रेसअप गरेको देखिरहेको छु मैले। मलाई देखा दिस इज अ फर्स्ट टाइम। ल यो चाहिँ हाम्रो ठुल दिदी, हामी चाहिँ ठुल दिदी घर आएको। मैले यस्तो लुगा लगाएको है झोला यस्तो पोका भएर के देखियो यो मान्छे होइन जस्तो देखियो कि पिरियो होइन जस्तो देखिरहेको। यहाँ समथिङ केही पाकिरहेको छ। यहाँ चाहिँ हाम्रो हाम्रो बहिनीले हाम्रो यता मेरो कान्छी बहिनी हो। बोलाइ यो त बोलाइ ल तँलाई सुन्दा उठ्न एउटा कुरा भन्छु ल उठ ल तँलाई धेरै बधाई छ। त्यो लुगाले गर्दा म पास भएँ भन्नु। आज हामी चार दिदी बहिनीहरू फेरि भेट भएको छ। फेरि चाहिँ हाम्रो मम्मी हाई गर्नु त। हाम्रो चाहिँ यता चलिरहेको छ। यो चाहिँ दिदीले कुखुरा मेरो लागि काटिदिँदै छि भोलि बिहान पकाएर खानको लागि। ल मम्मी ल खुसी काट्नु भयो मम्मीले। ल खसी स्पेसल खसी भेजको लागि स्पेसल खसी। के भएछ तलतिर भन्यो होला हौ हेर्न आउँदैछ ल। एउटा भाग्लीको आफा भाग्लीको पारिजाऊ जाऊ त यता पहिला आशी थाप ल ल्याएको छैन एउटा आशी थाप What is this? This is a momo kima. Kima is ready. And I am gonna party. हामी चाहिँ यो दिदी घर आउँदा त जहिले मोमो बनाएर खाइन्छ। किनकि हाम्रो दिदीले धेरै स्पेशल एकदम मिठो खुवाउँछ नि त मोमो त्यही भएर स्पेशल गर्छ अघि गरे बसेको काम छुट्टिया पनि
महँगो बाख्ना आइरहेको छ किमाको खोलेको त दिदीको हातमा चमत्कारै छ क्या चमत्कार ओ दिदीको हातले गर्नुपर्ने कि हामी चाहिँ यहाँ बन्दैछ किमा म चाहिँ पोको पार्छु एम्मा डल्लो पार्छु यसले चाहिँ के अरे बेल्ची रे दिदीले चाहिँ के गर्छ दिदी चट्नी बनाउँछ म चाहिँ पोको पार्छु किनकि म पोको पार्नेमा एकदम स्पेसल मान्छे हुँ म होइन पोको पार्नलाई खतरा पार्छु नि त मैले बेल्नाको बेलेको देखा हेलो गाइस हामी चाहिँ अब मोमो बनाउँदैछौँ यो चाहिँ के को किमा अरे चिकन मोमो हेर्नु यहाँ हेर्नुहोस् यहाँ मैले बनाएको हेर्नुहोस् नजिक ल्याएर हेर्नु वाउ अर्को नि हेर्नु वाउ वाउ ल हेर्नुहोस् यहाँ हेर्नु मैले कसरी पोको पार्छु हेर्नुहोस् यसरी राख्ने यो एकचोटि यस्तो गर्ने यस्तो गर्ने हेर्नुहोस् यहाँ खतरा मैले पोको पारिदिन्छु नि त फेरि गाइस हात त साह्रै सफा छ त ल पिठो मुसेको हात हो फाइनल गाइस हाम्रो मोमो पनि रेडी भइसक्यो यो चाहिँ पाकिसक्यो बनाएर सकियो त्यहाँ एक भाँडो छ त्यहाँ चटनी छ यहाँ छ दिदीले यता पकाउँदै यहाँ मुनी खोइ मुनीको कहाँ गयो कता हालिसकेपछि ए यता तल छ यहाँ चाहिँ 3 भाँडो 2 भाँडो पाक्दैछ इस वाह खतरा बनेछ वाट इज दिस यहाँ चाहिँ अब सेक्क पाकिसकेछ ल यहाँ नि पाक्दैछ 2-3 जना छोराहरूले खायो आमाले खानुभयो अब गाइस हामी चाहिँ अब मोमो खाना सुरु भएको हेर्नुहोस् हाम्रो खतरा अब टट्टा लाएर कोकसँग खाने हो कति चाहिन्छ हेरेको है केटाकेटी हो फ्याँक्न हुन्न भ्याउने हो यसमै राख न राख हजुर आला उता छ नि उता खायो वरि त्यहाँ 2 जना सिरा गरेर हेर्दैछ कति भयो हेर हुन्छ ओके इट्स मोमो सबैजना भिडियोमा बिजी के साह्रो हो मोबाइल लिगो पखै अलि एकजना त ल खाऊ